Oh my god! Mami, कसो रोटै रोट हिँड्दैछौँ हेर्नुहोस् रोटै रोट अब कति ल्याइन्छ थाहा छैन पत्कर सुट रहेछ होइन त्यसतिर जाँदैछौँ हामी अहिले एकछिनमा भेट्नेछु फेरि जङ्गल पुगेर अहिलेलाई जङ्गलतिर आइपुग्यौँ यस्तो बाटो यो केटा नि अगाडि आयो हामीभन्दा अघि पछाडि थियो अहिले हामीभन्दा अगाडि तर पछाडि अगाडि पुग्यो यहाँ दाउरा रहेछ अहिले मामा आउँदै हुनुहुन्छ मामा हेर्छ ए यस्तो जङ्गल छ गाइस हेर्नुहोस् आमा कता हिँडे त यतै हो यतै हुँदो रहेछ यता पनि छ एउटा बाटो गाइस त्यहाँ भनेको आमा पहिला हामीले जाएर यता तल काटेको थियो यहाँ नदेख्दो रहेछ तल पुग्योबाट देख्छ ए जस्दैन हुन्छ है गाइस मामले के भन्नु भइरहेछ सुन हजुर ए माम फोनमा बोल्दै हुनुहुन्छ हामी मान्छे बुद्धु रहेछ त्यही भएर कस्तो सुन्यौँ गाइस त्यसको लागि सरी सिस्नु त बोल्दैन नि बोल्दैन भन्नु छ करेन्ट हान्दैन नि च्याम हान्यो भने त टुक्ने यता रहेछ गाइस यो उँभो हिँड्यो यता रहेछ अहिले त पछाडि भयो केटो बिचरा भन्नु मिलेन हो हेर्नुहोस् अगाडिको बाटो यस्तो छ सो हाम्रो चाहिँ झगडा भएको थियो त्यो पनि निसा भयो तल्लो बाटो र माथिल्लो बाटो भन्ने माथिल्लो बाटो उयो रसेर मात्र हिँड्यौँ तल्लो बाटो नभए माथिल्लो बाटो हिँड्थ्यौँ यस्तो गाडी छ गाई यस्तोमा अहिले उँभो कता कसरी लाने हो पत्कार भनेको बुझ्नुहुन्छ कि हुँदैन गाई हो पत्कार भनेको तिमीलाई हान्यो नि होइन नि पुच्छु गर्छ अघि देखाएको बहिनी यही हो गाई पत्कार भनेको यहाँ चाहिँ अलिक पातलो रहेछ कोले सोरेको मान्छेको चाहिँ हात भाँच्योस् अनि हामी चाहिँ अलिक टाढो हिँड्नु पऱ्यो क्या त्यही भएर त्यसरी सराउनु त नहुने हो गाइस यता छ जस्तो गाइस हेर्नुहोस् हामी यो तल जाउँ हिजो आराम झर्दैछु मैले तल डोको राख्ने हो गाइस यस्तो छ बाटो हेर्नुहोस् ओह्रालो हेर्नुहोस् गाइस ओह्रालो ओ माय गॉड लडियो गाइस लडियो फाइनली लडियो गाइस लडियो फाइनली लडियो पत्ता चाहिँ यो यसरी हो गाइस अब सोध्दैछौँ हामी यसरी सबै एक ठाउँमा जम्मा गरेर अनि खाङ्रामा भरेर लाने हो गाइस अहिलेलाई यति नै लास्ट यही हो अहिले हामी अब नेक्स्ट भिडियोमा भेटौँला छिट्टै अहिलेलाई बाई अर्को भिडियोमा भेट्नुपर्छ बाई गाइस